धान चाहिँ म पनि रोपेको थिएँ यो धान चाहिँ। तिमीले त ठिक छ ठाउँ एकदम ठिक छ नि? ओके फाइन छ। पानी पिउने गाइज गुड मर्निङ, सन्चै हुनुहुन्छ? आज हामी गाउँबाट सुरु गरेर छौँ आफ्नो ब्लग। यहाँ हामी धान लाउन आएको छौँ। हामी चाहिँ आज हाम्रो मामाको गाउँबाट चाहिँ ब्लग स्टार्ट गरिसक्यौँ। हामी चाहिँ यो डिजे लिएर पनि आएको छौँ। अनि यता चाहिँ फ्रेसरहरू जाँदैछ है। त्यहाँ चाहिँ हामी आज गाउँबाट चाहिँ धान दाउनको निमित्त हामी चाहिँ यहाँ आछौँ। सो तपाईँहरूलाई अगाडि देखाउँदै गरौँला। अनि भिडियो चाहिँ के कस्तो लाग्छ तपाईँहरू प्रतिक्रिया दिन नभुल्नु होला। साथमा आज हाम्रो लड्डु छन्, हाम्रो आर्टिस्ट, उहाँको च्यानल पनि सब्सक्राइब गरिदिनु होला। र स्टार्ट चाहिँ ब्लग उनले नै गरेछन् यो ब्लग। ओके ल हिँड्नुहोस् त्यहाँ जाउँ। तैँले चाहिँ देखाउँला। हामी चाहिँ आमा आउनुभएको छ, बाबु, त्यसपछि भान्जी, त्यसपछि यहाँ लड्डु भान्जा। ल हामी चाहिँ यहाँ थ्रेसर चाहिँ लगाइसक्यौँ। यहाँनिर यो थ्रेसर यता छ। आऊ क्रिएटर अफिसियली मैले चाहिँ लगाएको धान यो यतातिर लाएको थिएँ म। यता यहाँ यस्तो लाएको थिएँ हरिओम रेखा यतातिर, यहाँदेखि यतासम्म। अनि यता आमाले हामी छिटो हाम्रो ट्र्याक्टरमा लोड गरेर लोडसम्म लग्ने डिल भइसक्यो। ल भरम तिमी रहन देऊ लड्डु सँग त। ल योसँग त क्यामराम्यान। ल तिमी बोल। हेलो गाइज, यहाँ चाहिँ धान बनाउन लाग्नुभएको छ मामा र नानी। अरू दाइजोको खेतको धान हो। यहाँ चाहिँ नानीको राईको खेत हो। खेतको धान मुख बाँध्नु छ कि छैन फेरि उसको यसको के अरे त्यो यो बोराको बोरालाई रसी यहाँ चाहिँ पुरै भरिरहेछन् नानी र मामा। अघि नै त्यहाँबाट आउँदाखेरि त्यो निकाल्दै राख्दै बन्नुपर्ने, निकाल्दै राख्नुपर्ने कि त्यहाँबाट। यतै पारा लगाइसकेको छ हाम्रो यताको धान चाहिँ म पनि रोपेको थिएँ यो धान चाहिँ। किन सँगै त बोरा सँगै त ल फाइनली सक्यो है हाम्रो चाहिँ। पराल लग्ने कि नभन्नुभएको छ, लग्ने होला सायद पछि नभए हामीले पराल चाहिँ खोजिसकेका छौँ त्यो कान्छी दिदीकोमा। ल हिँड्नु नडराउनु। ओए यस्तो छ है गर्मीले। ल तयार सकेपछि हाम्रो चाहिँ सक्यो बल्ल बल्ल। त्यसमा चाहिँ हामीले लोड गरेर रोडसम्म चाहिँ लगिरहेछौँ। त्यसपछि त्यहाँबाट चाहिँ हामी अटोमा घर जान्छौँ है। बच्चाहरू चाहिँ भोकाइसकेका छन्। यो कहाँ गयो त्यो स्नेक हाम्रो चाहिँ लोड भइसक्यो। यति हो। हेलो भन। नमस्ते। म पुक्कु हो भन। मेरो नाम दृष्टि हो भन। पुक्कु भन। त हाम्रो चाहिँ लोड भइसक्यो। अब हामी चाहिँ एकछिन फ्रेस हुने। यहाँ क्यामेरामा चाहिँ अलिक पानी पस्यो है। यहाँ नल्का छ अर्ग्यानिक। यहाँ चाहिँ फ्रेस भएर त्यसपछि हामी चाहिँ लाग्नुपर्ने हुन्छ घरतिर।
नफाल्नु है पानी चाहिँ प्यास लाग्छ हाफ पोइन्टमा हाल्दै गर्नु बिहान बिहानै चिसो छ खतरा भयो कस्तो बस्छ गाईहरू बस चोट लाग्यो के हुन्न ल म चाहिँ अटो लिएर है हामी चाहिँ आज हाम्रो सामान लोड भइसक्यो तिमी कहाँ त्यही बस्छ पुगो त्यहीँ बस्ने खस्नु त खस्दैनौ लोड छ त कसले गर्यो आँखामा लु बस्छ साइडमा बाबुलाई खुट्टा यता गरौ अगाडि बस्छ ल हाम्रो ड्राइभर छोटो ड्राइभर बिस्तारै बिस्तारै सोलो चलाउ त बजाइलाई फोन गरौ रोक्नु 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 बजाइलाई हामी फोन गरौँ एकछिन उता बजाइ हेर उतातिर हुनुहुन्छ ऊ त्यहाँ पर यहाँबाट जुम गरेर म देखाउँछु है ऊ आइराख्नु भएको छ यहाँ आइराख्नु भएको छ तिमीलाई त ठिक छ ठाउँ एकदम ठिक छ नि ओके फाइन छ पानी पिउने पानी पिउने यहाँ छ पानी हो कुन वाला खेत के खेतमा नै के हो त्यो के को होला त्यो वाला चाहिँ गङ्गटाको मुसाकोहरू वाला के माइ गड यस्तो छ पसिना ऊ भन् त गर्मी हो त्यही भएर त्यहाँ त गर्मी भएको छैन पुगु खोइ तिम्रो कपडा कहाँ राख्यौ यहाँ छ यहाँ पानी र पानी कि जम्बो त्यो जुस ल म चाहिँ कपडा खोलिदिउँ है अब एकछिन जुस हो त्यो जुस हो त्यो भन्छ यस्तो गरौँ हामी चाहिँ वेट गरिरहेछौँ आमाको आउने त्यसपछि हामी चाहिँ अलिक सामान लगाउनु पर्ने छ पालहरू त्यसपछि भइहाल्छ पालहरू लग्नु पर्ने छ तेल कस्तो तेल तेल कम छ ठिक छ अहिले हालौँला नि उता बाटोतिर केही छैन पुक्कुलाई के भयो पुक्कु के भयो भोक लाग्यो अब घर गएर भात खाने नि है नाइ अनि कुन वाला पैसाले खाने ल भन कुन वाला यो कति हो यो कुन छिटो पसल यही छ कुन वाला पात ल त खानेकुरा ल्याइहाल ओके के लानु छ हजुर के खानु नि यहीँ बस हौ तिमी ल्याइदेऊ न के खान्छन् चिप्स चाउतरी न कस्तो लाग्यो त आजको खानेकुरा यहाँ के छ अनि यहाँ के खाइराख्नु भएको छ यता के हो त्यो देखाइदेऊ करेन्ट हट स्पाइसी अनि यता चटपटे अनि अर्को पनि छ यहाँ हाम्रो चटपटे अब गएर हामी चाहिँ यो खाना खाने है यहाँ त खाइसक्यौँ अब बाटोमा म चाहिँ खाएन मलाई दिएन बच्चा पार्टीहरूले किन नदिएको मलाई मैले लिएँ त मलाई देऊ न यार अब जाउँ है फाइनली हामी चाहिँ घर पुगिसक्यौँ यस्तो छ हाम्रो अवस्था घरको कति हो ल यो सुजहरू निकालौँ ल त्यहीँ जाऊँ ल हिँड्नुहोस् पुक्कुलाई लाग्यो भुक्कु हेलो भात खाइस् भात खाएनस् चल सानो छ यहाँ ल फाइनली हाम्रो चाहिँ सक्यो आजको काम सो अब चाहिँ म रेस्ट गर्न जान्छु फ्रेस भएर चाहिँ रेस्ट गर्छु र आजको लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला प्रतिक्रिया दिनु होला कमेन्ट डाउन गर्नु होला सो यो भन्दै यति भन्दै म चाहिँ यो ब्लग चाहिँ इन गर्न चाहन्छु सो बाई